हाई एभ्रिवान, म चाहिँ आज मेरो डेलिभरी जर्नी सेयर गर्न गइरहेको छु। अनि हामी चाहिँ आज भर्ना हुनलाई हस्पिटल जाँदैछौँ। हस्पिटल पनि पुगिसकेको छौँ। अनि यो देखेको चाहिँ हर्सी हस्पिटल हो, पेन्सिल्भेनियाको हर्सी हस्पिटल। अनि हामी हस्बेन्ड र म जाँदैछौँ। हस्पिटल पनि हामी पुगिसकेको छौँ। अनि हस्पिटल पुगेर यहाँको सबै प्रोसेसहरू गरेर हामी अलमोस्ट बेडमा पुगिसक्यौँ। यो मरे म त डरले यहाँ बल रहेछ, यस्तो लुगा फेरेर यहाँ बसेको छ ज्यान। अहिले एकछिनमा मान्छे साह्रै म चाहिँ अलिअलि डराइ पनि राखेको छु। अनि यो चाहिँ हस्पिटलको खाना हो। अनि हस्पिटलको भोलिपल्ट हो, अघिल्लो दिन भर्नाको भोलिपल्ट हस्पिटलमा यस्तो खाना हुन्छ। अनि त्यति खाँदैछु। अनि हस्पिटलको खाना यस्तो छ। अनि बेलुका भोलिपल्टको चाहिँ हस्बेन्ड पुरा टायर्ड भएर पल्टिराख्नु भएको छ। यो पनि मैले भिडियो लिएको रहेछु। अनि म चाहिँ अलिअलि ड्रमको भिडियोहरू लिँदैछु। उहाँ चाहिँ सुतिराख्नु भएको छ। अनि यति बेलासम्म त फ्रेसै छु, यताउता भिडियो लिँदैछु। यो चाहिँ एडमिट भएको भोलिपल्टको दिन हो। अनि तेस्रो दिनको मेरो अवस्था यस्तो छ। अनि फाइनल्ली बेबी भएको छ। अनि एकदमै खुसीको मोमेन्ट। अनि बेबी पनि यहाँनिर अब भर्खर बेबी भएको। सो यो बेबीको पिक्चरहरू हो। अनि सबै पिक्चरहरू मैले मेमोरीको लागि राखेको। नानी सुतिरहेकी छिन्, खाना खोज्दैछिन्। अनि अब आयो हस्पिटलको बसाइको चौथो दिन। नानी पर सुतेकी छिन्, म चाहिँ यहाँ यतिकै भिडियो बनाउँदैछु। मेरो यता चाहिँ लन्च टाइम भयो। यो हस्पिटलको लन्च यस्तो छ। लन्च लिइरहेको थिएँ। अनि यतिकैमा बाबुहरू आइपुगे बुनुलाई हेर्न। उनीहरू फर्स्ट टाइम नानीलाई हेर्दैछन्। Babu, bunyi lawa. How are you feeling, Babu? Why so soft? So soft. अनि उनीहरू यस्तै बच्चा हेरि नै रहेछन्। यता गर्छन् उता गर्छन्, त्यही हेर्छन्, त्यस्तै गरिरहेछन्। अनि यो सानोको पिक्चर लिएको रहेछु मैले। अनि हस्पिटलमा हामीले सामान्य फोटोसुट पनि गरेको थियौँ। त्यहीँ अभाइलेबल हुँदो रहेछ फोटोसुट गर्ने चाहिँ। सो त्यसको एक दुईवटा फोटोहरू। घर चाहिँ तयारी हुँदैछ। रेडी टु गो फ्रम द हस्पिटल। हाम्रो सानो नानी चाहिँ यहाँ टक्क दिपशिखा नानीसित बसेकी छन्, निदाएकी छन्, सपना देख्दैछन्। टुनटुरीले यता चाहिँ फुलमम्मीहरू, यता बाबा। के छ अनुभव, नौलो अनुभव बताउनु। नौलो अनुभव कस्तो छ? अब यहाँ 7 तला माथिको हस्पिटलको चाहिँ तलाबाट हर्सीको सिन दिँदैछ। पुरा निलो आकाश, अलिअलि सेतो सेतो बादल देखिएको छ।
पानीले स्वागत गर्ला जस्तो छ एकछिनपछि हाम्रो सानो नानीलाई मङ्गल विष्णुबाट मङ्गल पुण्डरी काक्ष मङ्गल आयो तनु हरि ल दाजु नानी चाहिँ अब कार सिटमा बस्दै छिन् त्यहाँनिर बेल्ट लाउन सिक्दै हुनुहुन्छ हस्बेन्डले पनि हस्बेन्डलाई आउँदैन थियो अनि सो स्टाफले सिकाइराख्नु भएको छ कार सिटमा नानी त यत्रो यत्रो पोको परिन् लुगा पनि ठुलो भएछ अलिकति नानीको अब सिकेर पनि अलमोस्ट सकिसक्नु भएको छ तयारी गर्छौँ सबैजना रेडी भएर निक्लिन लाग्दैछौँ छोडिएन नि हस्पिटलबाट हामी घर पुगिसक्यौँ पार्किङमा छौँ अनि खुट्टा टेकाउने भनेपछि निकाल्नै पर्ला यहाँ बाहिर निकाल्दा यो भिडियो बनाइदिए अरे चारजनाको चारजनाको यता सबैको पाउँदा हुन्छ त अनि नानीले सबै तयारी गरेर बुनुलाई गृह प्रवेश गराउन तयारी गरिछिन् छोरीले अनि अब गराउँदैछौँ नानीभित्र जाँदैछिन् अनि सानोलाई हाम्रो घरमा स्वागत छ सानो प्रिन्सेस आजदेखि घर आएको छिन् बाबाले सानोलाई यहाँ के गराउँदै हुनुहुन्छ सानी छिन् अप्ठ्यारो पनि हुन्छ छोरीले हेल्प गर्दै छिन् सानो रुँदै पनि छिन् चिसो भयो होला खुट्टामा पाइला बनाउनलाई सानोको पाइला पनि बनाइसक्यो अब भित्र जाँदैछौँ म पनि पछि आउँदैछु बाबुलाई अगाडि लगाएर सबैजना हेरिराख्नु भएको छ अनि म पनि भित्र आउँदैछु अनि ह्याप्पी मोमेन्ट भयो एकदमै रमाइलो भयो राम्रो भयो सानोले छोरीले राम्रो बनाइछिन् कति खुसी लाग्यो यसरी आएको थियौँ घरमा हामी सबैजना सानोलाई अनि भाइ पुरा एक्साइटेड भएर बनु बोक्दैछ काकामा हाँस्दैछ अनि यो चाहिँ नानीको छैटौँ हो
6 डेको दिन चाहिँ यसरी बत्तीहरू बालिदिने किताबहरू राख्ने चलन छ। सो त्यही अनुसार हामीले पनि त्यसै गरेको छौँ। अनि यसरी राखेर नानी यहाँ सुतेकी छिन्। आज के लगाले मेरो छोरीको कान्छी छोरीको चैतुङ कान्छी छोरी छुट्टी लागेकी छिन्। पुक्लुक्क यहाँ बत्ती छ अनि यहाँ दतपेन छ। हस्पिटलको बसाइ, नानीको जन्म अनि 6 डेसम्मको भिडियोहरूलाई अलिअलि कलेक्सन गरेर राखेको छु। अनि यस्तो थियो नानीको जर्नी। अनि नानीको 6 डे पनि यति नै हो। अनि सबैजनालाई भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ। बाई बाई।